उप्स हामी कहाँ आइपुग्यौँ हामी चाहिँ पुगेका थियौँ उप्स गेममा ऊ चाहिँ हो मेरो टुन्टु ऊ चाहिँ हो मेरो मस्क्युटो दे आर माई भान्जिज अनि भान्जीले पुरा गफ दिइरहेको थियो कि हामी चाहिँ लाग्यो भित्रतिर अनि आम्मामा कस्तो राम्रो ठाउँ रहेछ हेर्नु न लाइटनिङहरू पुरा लाइटहरू अनि चाहिँ लाइटहरू देख्ने बित्तिकै म त एकदमै खुसी भएर भान्जी भान्जी हेर न त्यहाँ लाइटहरू कस्तो राम्रो रहेछ भनेको अनि उनीहरू पनि इन्जोय गर्न थालिहाल्यो नि भन्नु मात्र पर्छ उनीहरूलाई अन्त उनीहरू सुरु भइहाल्यो नि फेरि त्यहाँ गेम खेल्नु गएको हामी त लाइटहरूमै मक्ख ल हामी अब टिकट सिकेट गरेर भान्जीको जुत्ता खोलिदिँदैछु है मैले चाहिँ फेरि भित्र छिटो जाऊ छिटो जाऊ भनेर उनीहरू चाहिँ एक्साइटेड भइसकेको थियो त्यहाँ फेरि त्यहाँको सिस्टम चाहिँ एकदमै कार्डवाला रहेछ क्या 2500देखि स्टार्ट रहेछ कार्डको लोड गर्नुपर्ने रहेछ अनि त्यो चाहिँ जस्ट एटिएम कार्ड जस्तो अब जतिखेर आएर लोड गरेर खेल्न मिल्ने अनि पर पर्सन गरेर हामी दुईजना भान्जीलाई मैले भित्रतिर लगेँ एकदमै रमाइलो गरिरहेछ हेर्नु नि त्यहाँ भान्जी त पुरा के हो यो माथि तल उसलाई चाहिँ फेरि गेम भनेपछि हुरुक्कै चाहिँ हुन्छ तर गेम चाहिँ त्यति धेरै खेल्दैन उसको गेम खेल्ने भनेको त्यही हर्स हो अनि त्यसपछि स्लाइड पनि त्यति साह्रो गर्दैन बल्सहरू अलिअलि खेल्छ त्यति नै हो 1 घन्टाको त्यत्तिकै उसको खेल्ने नै त्यति मात्र हो कि हेर्नु न त्यहाँ आफ्नै पारामा मस्त मगन भएर खेल्दैछ क्या मस्त मगन अरू केही खेल्दैन उसले बल्सहरू मात्र हो अनि उसको पारा फेरि छुट्टै छ त्यहाँ हेर्नु न बल्सले नै ढाकिसकेको छ हाम्रो टुन्टुलाई अनि अर्को मस्क्युटो चाहिँ यहाँ हेर्नु है यहाँ पारा अर्कै छ यस्तरी उडेर पो जानुपर्छ त मस्क्युटो त यस्तो पो खेल्छ अब डेन्जर छ फेरि 1 2 3 गो भन्ने बित्तिकै स्विट आइहाल्छ नि माथिबाट तलसम्म ल फेरि सेकेन्ड यस्तो त उसले त 100 चोटि भन्दा बेसी खेल्छ हो यति गर्नलाई चाहिँ त्यहाँ भान्जीलाई अर्को अर्को टुन्टुलाई चाहिँ ख पारेर बल्ल बल्ल खेल 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 भन्दा भन्दा त्यति चाहिँ खेल्छ अब हामी लाग्यौँ अर्को ठाउँतिर जम्पिङमा जान्छौँ है अब हामी चाहिँ लागिसक्यौँ जम्पिङतिर जम्प 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 गर्दै पुरा यहाँ मस्किटो त आजभोलि बानी भइसक्यो उसलाई त जम्पिङमा त उसलाई त डान्स पनि गर्न आउँछ त्यहाँ स्लाइड गरेर के गर्छ हो अब चाहिँ रहेको छ माथिबाट फ्लाइ गरेर खेल्ने 1 2 3 जम्प ये गर्दै खेल्दैछ है यहाँ मस्किटो र भान्जी चाहिँ यहाँ उफ्रिरहेछ है पुरा टुन्टु पनि यो चाहिँ हाम्रो भान्जी नखेल्ने भन्दै थियो नि युआर ब्रेभ गर्ल भनेर ट्राई गर नेक्स्ट गेमहरू ट्राई गर्नुपर्छ भनेको हेर्न क्या उड्छ ओ माई गड क्या उडेर कहाँ पुगिदिएर भान्जीको अनुहार हेर्नु अनुहार रेड न रेड भएको छ मजायो भनिरहेको छ तर हर फेस इज बिङ लाइक टोमेटो एकदमै रमाइलो भयो उनीहरूलाई फर्स्ट एक्सपिरियन्स हो उसको चाहिँ अनि यहाँ बाइक साइक खेल्यो है यो चाहिँ वेस्ट अफ मनी जस्तो लाग्छ है मलाई यो गेम पसलहरूको चाहिँ यो बाइक साइक चाहिँ वेस्ट अफ मनी जस्तो लाग्छ एकैछिनमा टाइम सकिने अब यो बाइक साइक खेलेर अब भोक पनि लागिरहेको थियो अनि हामी बाहिरतिर गयौँ आइसक्रिम खायौँ एकदमै यमी मेटामी गर्दै खाँदै थियौँ हाम्रो टुन्टुको स्वागत छुट्टै छ फेरि अनि हामी आइसक्रिम सेयर गरेर खायौँ अनि त्यसपछि फेरि यो फ्रेन्च फ्राइज चिजमा खायौँ अनि हामी घरतिर लाग्यौँ ह्याप्पी स्याटरडे एभ्रिवान बाई बाई